guys, welcome back to new vlog. So guys, finally आज फेरि I am going to माथिको डाँडातिर. साथमा छ मेरो सोल्टी. कहाँ छ सोल्टी? देखेछ नि न के? जाने मन माने थिएन के? के भन्छ? जान्न म भन्दा थिएँ त्यसपछि म जबरजस्ती उठाएर आएको. निर्देशन बालखरामा हिँड्न नि सकेको छैन. त्यो आउनु छ आजको हाम्रो यात्रा कहाँसम्म हुनेछ र कस्तो हुनेछ हजुरहरूलाई पनि शेयर गर्नेछु भिडियोको मार्फत. सोजना भिडियो स्किप नगरेर एन्डसम्म हेरिदिनु होला. गाइस दिस इज अ पट्टु. ए पट्टु. पट्टु. ए पट्टु. ए पट्टु. लाजमा सर बोल्दै बोल्दैन अस्ति त बोल र पानी घटमा. गाइस फाइनली हामी चाहिँ माथि डाँडामा आइसक्यो. हामी चाहिँ हो तलको घरदेखि आएको. यता गाउँ मसेरी भन्छ यो पारितिर अनि त्यो गाउँ खोला के डाँडा के भन्छ भन्दा भन्दै ठ्याक्क लाएर यो हाम्रो भित्री खोला. मेरो घर चाहिँ यो बिचको है यतावरको त्यो तिनवटा घरको बिचमा छ नि त्यो चाहिँ मेरो घर भएको यो जङ्गल. अनि अब हामी यहाँदेखि अगाडि बढ्नेछौँ. अब अगाडिको दृश्य पनि हेर्नेछौँ. धेरै दिन भयो नि त त्यतातिर नगएको नि. कस्तो भएको जस्तो सुन्यो. त्यही अब बाइक लगाएर जाने भनेको थियो अनि बाइकको चाबी फेरि कोना लुगाइदिएछ क्या. यसले पुरा फायर भएर आएको नि हिँड्नु पर्यो. त्यसमा के फेरि नरहेछ अब कहिले कस्तो हिँड्नु पर्थ्यो यार. साइदिने चल्टी फेरि यो चाहिँ हाम्रो गाउँको नेचुरल वाटरफल हो गाइस. देख्नुहोस् कति ठुलो छ. यस्तो ढुङ्गाभित्रबाट पानी निक्लिरहेको छ यस्तो खतरनाक ठाउँबाट. गाइस हाम्रो वाटरफल हेर्नु यस्तो बवाल छ नि. यस्तो ठाउँबाट पानी निक्लिन्छ क्या. हाम्रो भन पानीको कमी छैन कि हाम्रो देशमा हेर्नु न. आज चाहिँ हामी यहीँसम्म आउँछ ल. आधी अगाडि पछि जाने किनकि पानी पर्न आँटिसक्यो. पारिको नेटा बजार है यो. नेटा त्यता भन्छ अनि के भन्छ नेक्स्ट टाइम अलि नजिकबाट देखाउने छु. अहिले चाहिँ पानी पर्न आँटिसक्यो.